बाबुले सकेसम्म हेरेकी छ आमा छोराहरूलाई पठाइदिन्छु ल यो ल आमाले दुःख पाउँछ भन्छ ल उता पनि देखाइदिन्छु अचुट सरहरूलाई देखाइदिन्छु दिनेश सर ल ल बाबा म बाँच्दैन तपाईँले आफ्नो गर्नुभयो नमस्ते मलाई म बाँच्दैन खालि नचाहिने कुरा किन गर्नुहुन्छ भन्नु त अहिले दिनेशहरू त्यो उताबाट आउँछ अनि तपाईँको छोरालाई फोन गरिदिन्छ उनीहरूले अनि जे भन्छ त्यही गरेर होला है मलाई बसिरहनु अनि यसो डुङ्ग हिर्कायो अब के गर्ने भने त अब औषधि गरेको अस्ति त अहिले भएन त के गर्ने अब अपरेसन गरेकै हो अब यता के गर्ने भनेपछि दिनेशहरू पछि आउँछ उनीहरूले छोरालाई फोन गरिदिन्छ के गर्ने तपाईँको आमाले एकचोटि तपाईँलाई भेट्न बोलाउँछ आउँछ नआएपछि अनि के गर्ने सल्लाह गरेर गरौँ भात खानु त्यसो ल भात खानु ल बाबु म खान सक्दिनँ खुवाइदिउँ त पर्दैन थोरै खानु खुवाइदिउँ थोरै खानु ल यति खानु त अलि बलियो हुन्छ त खाएन अनि कसरी छोराहरू आएपछि अनि कसरी हामी आमा हेरिरहेको छौँ नि त हजुरलाई हेरिरहेछौँ नि त्यही त हामीले माया गरिरहेछौँ हेरिरहेछौँ नि अरू आमा भन्दा त हजुरलाई हामी सेवा सबै गरिरहेछौँ त मलाई धेरै नै हो हिजो त्यहाँ बेलुका राति नयाँ एक बडा चामल छ मैले त्यो आधा कप तपाईँले दिएको चिया खाएँ नयाँ छ बडा चामल कसको भगवान् जान्नु छ अनि अब अरू आमा भन्दा त हामी हजुरलाई नै हामी त्यो टाइम दिइरहेछौँ नि त माया गरिरहेछौँ अब हिजो पनि झोल सुप बनाएर ल्याइदिनु भयो दाइले मैले ल्याइदिएँ मलाई यो पछाडि दुखेर यसो बसिरहनु नसक्ने उठ्नु नै नसक्ने उल्टी लाउनु पनि सकिनँ मलाई को हुने यो जाति छोरीहरू नभएको नि ठिकै रहेछ मलाई साह्रै पिर लाग्यो बाबु साह्रै पिर लाग्यो हिजो तपाईँ दिनभरि नहुँदैन बरु रोइछु रुनुहुन्न आमा रुनुहुन्न छनभरिसम्म गयो आमा भनेर जानु ल यति भात चाहिँ खानु है आमा ल सक्दिनँ होला बाबु भात जतिको खानु म सक्दिनँ हिजो अस्ति पनि यति केही छैन मेरो पेटमा तरान म कहाँ जाने म के गर्ने मलाई साह्रै पिर भयो मल्टिन सक्दिनँ पल्टिन नि सक्दिनँ मलाई बाबालाई म भोलि लान्छु है गऱ्यो पछि लान्छु है गऱ्यो त्यतिकै रहेछ अब आमा यस्तो के हो पैसाको हो होइन पैसा अब नभए कसरी लाने त्यही त हो नि मैले भने पनि पैसा छैन म हालिदेऊ लान्छ भनेको त थियो भन्न त कुरा सुन्नु त्यो भात खानुहोस् होइन पछि अहिले त भन्ने बित्तिकै अफिसबाट आउँदैन नि उनीहरू तपाईँको छोरालाई नि उनीहरूको अगाडि म फोन गर्न लगाइदिन्छु छोराहरूले कुरा गरे भने ठिक छ गरेन भने के गर्ने त्यही अनुसार गरौँला हामी बुझ्नुभयो खानुहोस् खानु त पर्यो नि त किन हो भने आमा हामी किन नगरेको भने पछि त्यो फुकाउने सुकाउने काम नगर्नु हुँदैन अब फुकाएर फुकाउने कामै हुन्न अब फुकाएर डाक्टर उता हेम्समा भनेको त्यहाँ पनि खै राम्रो गर्दैन अब यसो सल्लाह गरेर के गर्ने त्यो अलि पछि कुरा गरौँ खानुहोस् त्यो ल भात चाहिँ खानु ल भात खाएन भने त कसरी शक्ति आउँछ हिजो झोल कस्तो मिठो थियो पछि के हुन्छ भने आमा तपाईँ के भइहाल्यो भने त पछि हामीलाई पैसा यिनीहरू खाए खाए भन्छ नि त त्यही भएर चाहिँ हामी नगरेको के आमा अब पछि हामीलाई फेरि जेल जानुपर्छ त फेरि दिउँसो उनीहरू आउँछ अनि त्यहाँ सल्लाह गरेर एक त उनीहरूको अगाडि तपाईँको छोरालाई फोन गर्न पठाइन्छ ल त्यसपछि गरौँ ल तपाईँको नाति हेर्नुहोस् तपाईँले दिएको पैसा लिएर 1 महिनाभन्दा बढी भइसक्यो कहाँ गयो छैन तपाईँले पैसा त्यो फुक्यो भन्ने छ नि त्यसले दोलखामा छरे भएको कुरा माता खरा गरेर घरमा अलिकति दुःख छ खाने छैन होइन बाउ पनि लडेछ पैसा त लिएर जानु भएको छ त त्यो पैसाले किने हुन्थ्यो त त्यत्रो 1 लाख भनेको त धेरै हो नि आमा तर त्यसले त कति बोरा आउँछ भने 50 बोरा आउँछ चामल 50 बोरा चामल आएपछि अब ऊ नातिले अब कहाँ गराउँछ बरु छोराले दिएको भए राम्रो के आमा
अब आउँदैन त बाबा म के गरौँ अब हजुरले पनि कन्ट्रोल गर्नु पर्यो त्यो अब बरु ल मेरो अगाडिबाट ल म चामल किन्छु चामल लिएर जा बरु चामलै किनिदिने के आमा तरकारी ल पैसा ल म तरकारी दिने त्यस्तो दिने पैसा हातबाट पारिने अब हामी त हजुरको लागि भन्छौँ आमा अब त्यहाँ भूकम्प मर्या होलान् के मर्या होलान् भन्नुहुन्छ अब पैसा त दिनु भएको छ नि अब उनीहरू किन्दैनन् भने के गर्ने त अब हजुरले त नातिलाई दिनुपर्छ हो त्यो तपाईँसँग भएको पैसाहरू सबै नातिलाई छोरालाई दिनुपर्छ त्यो सबैले खुसी हुन्छ तर नचाहिँदो ठाउँमा खर्च गरेपछि जसलाई पनि दुःख हामीलाई पनि दुःख लाग्छ हजुरलाई पनि दुःख लाग्छ अहिले अब चामल छैन त्यहाँ होला भन्नुहुन्छ पैसा दिनुभएको नि 50 बोरा चामल आउँछ अब त्यसमा खर्च गर्न अरूमा खर्च गर्छन् त्यो अब दिने हो कि नदिने हो कि